नमस्ते। नेपालमा एउटा सफल बिजनेस कसरी खडा हुन्छ होला? कहिलेकाहीँ यसको जवाब हामीले सोच्दै नसोचेको ठाउँमा, जस्तै एउटा सामान्य चाउचाउको पाकेटमा पनि लुकेको हुन सक्छ। हो, आज हामी यही चाउचाउको कथालाई आधार मानेर नेपालको उद्यमशीलताको यात्रा कस्तो हुन्छ भनेर केलाउँदैछौँ। ल, अब यसबारे अलिकति सोचौँ न। प्रश्न निकै महत्त्वपूर्ण छ होइन त? चाउचाउको बजार, जहाँ हरेक पसलमा हामीले चिने जानेकै ब्रान्डहरू छन्, त्यहाँ एउटा पुरै नयाँ खेलाडीले कसरी आफ्नो ठाउँ बनाउन सक्ला? यो साँच्चै नै ठूलो चुनौती हो। तर कल्पना गर्नुहोस् त, गुन्द्रुकको स्वाद भएको चाउचाउ वा सिन्कीको स्वादमा अनि पिरो चोइला फ्लेभरमा। यस्तो मौलिक नेपाली स्वादले बजारमा एउटा बिल्कुलै नयाँ तरङ्ग ल्याउन सक्छ नि, होइन र? यो यस्तो आइडिया हो जुन सुन्दा नै नाफामूलक र सम्भव दुवै देखिन्छ। तर यो यात्रा सोचे जस्तो सजिलो भने पक्कै छैन। हाम्रो यो काल्पनिक स्टार्टअपले वाइवाई र रम्पम जस्ता बजारका ठूला खेलाडीहरूसँग सिधै प्रतिस्पर्धा गर्नुपर्ने हुन्छ। यसले गर्दा आउने चुनौतीहरू कस्ता होलान् भन्ने कुराको लागि एउटा मञ्च तयार हुन्छ। तर यो कथा एउटा चाउचाउ ब्रान्डको मात्र होइन, यो भन्दा धेरै ठूलो कुरा हो। अब हेरौँ, यस्तो एउटा सानो लाग्ने उद्यमले कसरी देशको अर्थतन्त्रमा नै ठूलो र सकारात्मक प्रभाव पार्न सक्छ। यहाँ बुझ्नुपर्ने कुरा के हो भने, हाम्रो चाउचाउ कम्पनी जस्तै एउटा सानो व्यवसायको सफलताले पनि ठूलो प्रभाव पार्छ। यसको सफलताको लहर किसानदेखि बजारसम्म पूरै राष्ट्रले महसुस गर्न सक्छ। यो एउटा समाधानको हिस्सा बन्न सक्छ। यो नम्बरलाई हेरौँ न, 4.44%। यो 2020 को नेपालको बेरोजगारी दर हो, जुन ऐतिहासिक रूपमै एकदमै उच्च हो। यो आँकडाले नै देखाउँछ कि यहाँ नयाँ उद्यम, नयाँ व्यवसायको कति धेरै आवश्यकता छ। अब हेर्नुहोस् त, एउटा उद्यमले कति धेरै हाँगाहरू फैलाउँछ। हाम्रो चाउचाउ कम्पनी जस्ता व्यवसायले रोजगारी सृजना गर्छ, ब्रेन ड्रेन रोक्न मद्दत गर्छ र आर्थिक वृद्धि बढाउँछ। सोच्नुस् त, गुन्द्रुक र सिन्कीको लागि स्थानीय किसानहरूले कति ठूलो बजार पाउलान्। यसले गर्दा स्थानीय स्रोतको सही उपयोग पनि त हुन्छ। यो अङ्क आफैमा एउटा कथा हो। सोच्नुस्, एकै आर्थिक वर्षमा नेपालले 2,43 अर्ब रुपियाँ बराबरको खाद्यान्न बाहिरबाट मगाएको थियो। यसले हाम्रो आयातमाथिको निर्भरता र स्थानीय उत्पादकहरूका लागि कत्रो ठूलो अवसर छ भन्ने कुरा छर्लङ्ग पार्छ। खैर, व्यवसाय सुरु गर्नु एउटा कुरा हो, तर यसलाई बढाउनु, विस्तार गर्नु बिल्कुलै अर्को। अब हाम्रो यात्राको अर्को चरणमा प्रवेश गरौँ, वृद्धि र विस्तार। प्रश्न उठ्छ, यो कसरी गर्ने त? ल मानौँ, हाम्रो त्यो गुन्द्रुक स्वादको चाउचाउ कम्पनी एकदमै हिट भयो। अब अर्को तार्किक प्रश्न आउँछ, यसलाई सबैभन्दा छिटो कसरी देशभरि फैलाउने? यसको एउटा सम्भावित जवाफ हुन सक्छ फ्रेन्चाइजिङ। फ्रेन्चाइजिङ भनेको के हो त? एकदम सरल शब्दमा भन्नुपर्दा यो एउटा सम्झौता हो, जहाँ एउटा कम्पनीले अर्को व्यक्ति वा समूहलाई आफ्नो ब्रान्ड नाम र व्यापार गर्ने तरिका प्रयोग गर्न दिन्छ र त्यसबापत एउटा शुल्क लिन्छ। तर यो मोडल त्यति सोझो पनि छैन है। यसका फाइदा र बेफाइदा दुवै छन्। एकातिर अरूकै लगानीमा आफ्नो बिजनेस फटाफट विस्तार गर्न सकिन्छ, ब्रान्ड छिटै फैलन्छ। तर अर्कोतिर सबै ठाउँमा एउटै गुणस्तर कायम नहुन सक्छ अनि आफ्नो प्रत्यक्ष नियन्त्रण पनि त कम हुन्छ नि। त्यसैले यो एकदमै शक्तिशाली तर उस्तै जटिल रणनीति पनि हो। त्यसो भए यो मोडललाई सफल बनाउने सूत्र के हो त? यहाँ एउटा व्यावहारिक 3 चरणको योजना छ। पहिलो, सुरुमै सही पार्टनर छान्ने। दोस्रो, उनीहरूलाई सुरुवाती सहयोग दिएर छिटो नाफा कमाउन मद्दत गर्ने। र तेस्रो, जसले राम्रो गरिरहेको छैन उनीहरूलाई पहिचान गरेर समस्या समाधानमा लाग्ने। ल, विस्तार त भयो, तर बजारमा सधैँ अगाडि कसरी रहने? अब कुरा गरौँ दीर्घकालीन सफलताको इन्जिन अर्थात् नवीनताको खेलको। यो एकदमै महत्त्वपूर्ण कुरा हो। बिजनेस ठूलो बनाउनु मात्रै सबै थोक होइन। बजारमा सधैँ सान्दर्भिक रहनु, समयसँगै आफूलाई परिवर्तन गर्नु उत्तिकै जरुरी छ। यो सबै प्रक्रियाको सुरुवात हुन्छ सृजनाशीलताबाट। जस्तै नेपालमा गुन्द्रुकको स्वादमा चाउचाउ किन नबनाउने भनेर सोच्नु नै सृजनाशीलता हो। यो भनेको नयाँ र फरक विचारहरूलाई स्वागत गर्ने खुलापन हो। त्यसपछि आउँछ नवीनता अर्थात् इनोभेसन। अब त्यो गुन्द्रुकको स्वादको आइडियालाई वास्तविक मसलाको प्याकेटमा, चाउचाउको उत्पादन प्रक्रियामा ढाल्नु नवीनता हो। यसले त्यो क्रिएटिभ आइडियालाई बजारमा बेच्न मिल्ने उत्पादनमा बदल्छ। र अन्तमा आउँछ उद्यमशीलता।
यसले त्यो गुन्द्रुक स्वादको आइडिया र त्यसबाट बनेको चाउचाउलाई लिएर एउटा कम्पनी खडा गर्छ, लगानी जुटाउँछ र बजारसम्म पुर्याउँछ। सृजनाशीलता, नवीनता र उद्यमशीलता यी तीनवटै एकसाथ अगाडि बढेपछि मात्रै सफलता सम्भव छ। यसलाई बुझ्नलाई सिजी ग्रुपको वास्तविक उदाहरण हेरौँ न। कपडा व्यवसायबाट सुरु भएर वाइवाई चाउचाउ र दूरसञ्चारसम्म सिजीले कसरी सृजनाशीलता, नवीनता र उद्यमशीलतालाई एकसाथ प्रयोग गरेर एउटा विश्वव्यापी कम्पनी बन्यो भन्ने कुराले यो अवधारणालाई राम्रोसँग स्पष्ट पार्छ। अब उद्यमशीलताको यात्राको जग अर्थात् सबैभन्दा महत्त्वपूर्ण तत्त्वबारे कुरा गरौँ। त्यो हो नैतिकता। यो एउटा यस्तो विषय हो जसले कुनै पनि व्यवसायलाई बनाउन वा सधैँका लागि बिगार्न सक्छ। स्रोतबाट लिएको यो भनाइले अनैतिक व्यापारिक अभ्यासहरूको गम्भीरतालाई प्रष्ट पार्छ। यो केवल व्यापारको कुरा होइन, यो त जनस्वास्थ्य र मान्छेको विश्वाससँग जोडिएको कुरा हो। व्यावसायिक नैतिकता भनेको के हो? सरल भाषामा भन्दा यो कुनै पनि कम्पनीको आधारभूत चरित्र हो। के त्यो कम्पनीले सही काम गर्छ जब कसैले हेरिरहेको हुँदैन? यसले नै कम्पनीको नैतिक मूल्य र व्यवहारलाई जनाउँछ। त्यसैले नैतिकता भनेको केवल एउटा नैतिक मुद्दा मात्र होइन, यो ब्रान्डको प्रतिष्ठा, ग्राहकको विश्वास र नेतृत्वसँग सिधै जोडिएको मुख्य व्यापारिक सिद्धान्त हो र यसको अन्तिम जिम्मेवारी कम्पनीको नेतृत्व अर्थात् सीईओको काँधमा हुन्छ। अनि अन्त्यमा एउटा चाउचाउको कथाबाट सुरु भएको हाम्रो यो यात्राले एउटा निकै महत्त्वपूर्ण प्रश्नमा ल्याएर छोडिदिन्छ। एउटा उद्यमीको लागि अन्तिम लक्ष्य आखिर के हो त? कि यो सिर्फ नाफा कमाउनु मात्र हो, कि एउटा यस्तो दिगो व्यवसाय बनाउनु हो जसले समाजलाई पनि केही दियोस्, जसको आफ्नै सिद्धान्त होस्? अब यसको जवाफ त सायद हरेक उद्यमीको आफ्नो यात्राले नै दिनेछ।